नमस्कार। सदाको आइतबार चाहिँ हजुरहरू समक्ष फेरि एउटा गजल लिएर उपस्थित भएको छु र मेरो गजल यस प्रकार छ। ऊ सधैँ हाम्रो घरको अगाडि आउँछ। ऊ सधैँ हाम्रो घरको अगाडि आउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। जब हाम्रा छोरा छोरी पढ्ने हुन्छ नि बेला, जब हाम्रा छोरा छोरी पढ्ने हुन्छ नि बेला, ऊ चर्को स्वरको बाजामा भजन बजाउँछ। ऊ चर्को स्वरको बाजामा भजन बजाउँछ। ऊ सधैँ हाम्रो घरको अगाडि आउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। मेरो परिवारलाई चोट परेको बेलामा नै, मेरो परिवारलाई चोट परेको बेलामा नै उसको परिवारले ठुलो उत्सव मनाउँछ। मेरो परिवारलाई चोट परेको बेलामा नै उसको परिवारले ठुलो उत्सव मनाउँछ। ऊ सधैँ हाम्रो घरको अगाडि आउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। मेरी श्रीमतीले आँगन बढार्ने बेला भएपछि, मेरी श्रीमतीले आँगन बढार्ने बेला भएपछि ऊ सिमानामा भर्खर धोएका लुगा सुकाउँछ। मेरी श्रीमतीले आँगन बढार्ने बेला भएपछि ऊ सिमानामा भर्खर धोएका लुगा सुकाउँछ। ऊ सधैँ हाम्रो घरको अगाडि आउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। यो माइला त सबैसँग मिलेर बस्न खोज्दा पनि, यो माइला त सबैसँग मिलेरै बस्न खोज्दा पनि छिमेकी भने केवल कलह गर्ने उपाय लगाउँछ। तर छिमेकी भने केवल कलह गर्ने उपाय लगाउँछ। यो माइला त सबैसँग मिलेरै बस्न खोज्दा पनि छिमेकी भने केवल कलह गर्ने उपाय लगाउँछ। ऊ सधैँ हाम्रो घरको अगाडि आउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। व्यर्थैमा हामीलाई हेरेर मन मनै रिसाउँछ। धन्यवाद।